नमस्कार छ सबैमा। आज कवि हरिभक्त कटुवालज्यूको जन्म जयन्तीमा उहाँलाई श्रद्धा सुमन ज्ञापन गर्दै उहाँले लेख्नुभएको एउटा कविता हजुरहरूको सामु वाचन गर्न जाँदैछु। कविताको शीर्षक छ मन त फलाम केही भए असल हुन्छ। कविता यस प्रकार छ। मन त फलाम केही भए असल हुन्छ। मन त फलाम केही भए असल हुन्छ। न घात प्रतिघातमा रुन्छ, न सयपत्री र बाबरीले बाटो थुन्छ। मन त फलाम केही भए असल हुन्छ। कसैले चिमोट्यो एक कप्टेरो त्यतै टाँसियो। कसैले एउटा मुस्कान फ्याँको उसैको पछ्यौरीमा गाँसियो। जहिले पनि जलेकै छ, जता पनि ढलेकै छ। मनको बह कसैसित नकह, कसले बुझ्छ, कसले सुन्छ। मन त फलाम केही भए असल हुन्छ। वसन्तमा वन फुल्यो, मन उतै फुल्यो। वैसले जाउँ हे भन्न लाग्यो, पीर झन ठुलो। आकाश देखियो आकाश जत्रै, बतास चल्यो बतास जस्तै। नौनी जस्तो मेरो मनलाई, जसले पायो उसले छुन्छ। त्यसैले पनि मन त फलाम केही भए असल हुन्छ। मन त फलाम केही भए असल हुन्छ। धन्यवाद।